हेलो एभ्रिवान साथीहरू सेवाहरू नमस्ते वेलकम ब्याक माई न्यू ब्लग च्यानलमा स्वागत छ हजुरहरूलाई। आजको दिन चाहिँ म के गर्छु भनेर हजुरहरूलाई देखाउने नै छु। न्यू डे न्यू ब्लगको साथमा म तपाईँहरूमा आइसकेको छु। हजुरहरूलाई आजको दिन चाहिँ म के गर्छु भनेर हजुरहरूलाई देखाउने नै छु। र सुबह बिहानी साथसाथै मैले चाहिँ आज सुबह बिहानी भनेर के गर्नु मुख पनि धोएको छुइनँ होइन साथीहरू। मुख नधोई मैले भिडियो स्टार्ट गरेँ। कस्तो नराम्रो आइरहेछ मेरो अब क्यामेराको क्वालिटी पनि खासै राम्रो छैन। त्यही पनि टाइम पास हुन्छ भनेर केही सम्झना हुन्छ भनेर मैले चाहिँ यो भिडियो स्टार्ट गरेँ। साथीहरू हेरिदिनु होला, माया गरिदिनु होला, साथ सपोर्ट गर्नु होला भन्दै आजको दिन म के गर्छु हजुरहरूलाई देखाउने नै छु। अब सबैभन्दा सुरुमा चाहिँ म उता खोल्नामा जानुपर्ने हुन्छ र सुँगुर चारो दिनुपर्ने हुन्छ। साथीहरू हेर्दै गर्नु होला। बाई बाई। साथीहरू देख्न सक्नुहुन्छ बिहानै त कस्तो आनन्द हुन्छ के आनन्द, चराचुरुङ्गीको आवाज। अनि आज चाहिँ मौसम यस्तो छ, घाम लाग्छ जस्तो छैन। देख्न सक्नुहुन्छ साथीहरू हाम्रो ठाउँ चाहिँ यस्तो छ। अनि साथीहरू म चाहिँ यति भन्दै अब सुँगुरलाई सबैभन्दा पहिले सुँगुरलाई चारो दिनुपर्ने हुन्छ। म चाहिँ अब सुँगुरलाई चारो दिन्छु। साथीहरू हेर्नु होला, हेरिदिनु होला। भिडियोको क्वालिटी राम्रो नभए पनि साथ सपोर्ट गर्नु होला साथीहरू। म पनि हजुरहरूलाई गर्ने नै छु। अनि बिरालो चाहिँ कहाँ गएको मलाई पछ्याउँदै आएछ साथीहरू। तलको खोरमा लानुपर्ने हुन्छ साथीहरू। अनार फलेको पनि लटरम्म देखेछ। यहाँनिर चाहिँ छ यो मेरो दुईटा सुँगुर। होइन पकाउनु पो खोज्छ त अहिले म सबै ढोडी आएछ। अनि साथीहरू देख्न सक्नुहुन्छ हाम्रोमा चाहिँ यहाँ अङ्गुर पनि फलेको छ है। यहाँनिर अङ्गुर देख्न सक्नुहुन्छ साथीहरू। अङ्गुर देख्न सक्नुहुन्छ साथीहरू अङ्गुर। यो चाहिँ हाम्रो घरमै फलेको अङ्गुरै साथीहरू। अनि यता चाहिँ आज यस्तै छ साथीहरू। लिची देख्न सक्नुहुन्छ, लिची चाहिँ पाक्दैछ यहाँनिर हाम्रोमा चाहिँ भर्खर। अनि यतानिर चाहिँ छ मकैबारी। यहाँनिर सुँगुरखोर, यता त कोला वन र सुपारी वन मात्रै छ हौ यता त प्रायः यसो। आजकल साथीहरू आज बल्नेको मुस्किल हुन्छ त हौ, पानीले साथी भिजेको जस्तो क्या। तर यहाँ हिजो मेरो छोरीले एक बोतल पानी चुलामा हालिदिएको थियो। आगो पुग्दा पुग्दा त झन् बिउस भएन। कति चकचक गर्छ हौ बच्चाहरू।
क्या लाइदिस् यो बिरालो रातभरि सुत्दैन साथीहरू रातभरि सुत्दैन पक्कै लाउँछ नानीले दुध खाएको त्यही दुधमै मुख गाड्नु खोज्छ दिदा चाहिँ खाँदैन मान्छेसँगै मात्रै सुत्नु खोज्छ के भयो यस्तो उठ पर गएर जिउ सबै दुलो पारेर यसलाई म त नि मेरो आगो पनि बढ्यो साथीहरू अब म सबैभन्दा सुरुमा तातो पनि खानुपर्ने हुन्छ मेरो आगो चाहिँ बढेको देख्न सक्नुहुन्छ अब चाहिँ म सबैभन्दा पहिले तातो पानीबाट स्टार्ट गर्छु तातो पानी खान्छु म पनि दुःख छुइनँ होइन साथीहरू अब यस्तै के गर्नु त पानी खान्छु अनि अरू काम गर्छु पानी खाएर घरहरू बढारिसके सुँगुरलाई चारो दिइसके आगो फुकिसके अब चाहिँ म पानी खान्छु अनि त्यसपछि खोले बसाउँछु अनि पनि धेरै तातो भएछ भुइँ दगायो साथीहरू पानीले नै अब चाहिँ खोले बसाउनु पर्ने हुन्छ साथीहरू खोले अब म चाहिँ साथीहरू खोले बसाउनु आएको किन कराउँछ यो त्यहाँ जितेको पनि खाँदैन के भएको होला म त छक्कै पर्छु के खोजेको पनि साथीहरू मेरो चाहिँ खाना पाकिसकेको छ अब चाहिँ म सब्जी बनाउने सब्जीमा चाहिँ छ च्याउ सक्नुहुन्छ साथीहरू च्याउ यो चाहिँ हिजो मम्मीले ल्याउनु भएको केलाएर धोएर राखेको हिजो पनि आधी पकाएँ अनि त्यसपछि आधी यति छ अब यसलाई पनि पकाइहुने र चाहिँ यहाँ सब्जी पनि च्याउ पाकिसकेको छ अब चाहिँ म अचार बनाउँछु र अहिले चाहिँ यहाँ मेरो दुध पाक्दैछ अनि यहाँनिर छ अब कुटे खायो नि कान्छीले त मैले चाहिँ सबै कामहरू सकेँ खाना पनि खाइसकेँ अनि त्यसपछि नुहाएँ चारोहरू दिएँ गाईहरू सारेँ ल्याएँ खलामा अब चाहिँ साथीहरू मेरो काम सक्यो आजको भिडियो चाहिँ यति नै हो उफ गर्मी लास्टै छ हेरिदिनु होला माया गरिदिनु होला सबैजनाले भन्दै बाई बाई आजलाई यति नै